हेलो इच एन्ड एभ्रीवान, नमस्ते गाइज। आजको भ्लग चाहिँ अब हाम्रो पास्ट लाइफको बारेमा हुन गइरहेको छ। बुढी चाहिँ अहिले खाना बनाइरह। अब बुढी आओस् अनि त्यसपछि भिडियो कन्टिन्यू गरौँला। सी यू गाइज। बुढी चाहिँ रिसाइ छ है मसँग। कहिले के भन्छ यो बढी रिसाउँछ। आफू त्यही भने कहिले के मलाई ल अब हामी मेन चाहिँ अब यो आजको टपिक चाहिँ के रहेछ भने होइन, थम्बनेलहरू पनि थाहा पाइसक्यो होला। पास्ट लाइफ होइन, अब हाम्रो पास्टको बारेमा। अब बिहे अघि के थियो नि त, म सोधौँ पहिला तिमीलाई बुढी। हाउ मेनी एक्स डु यु हेभ? तिम्रो एक्स चाहिँ कतिजना थियो? कस्तो धेरै थिएन भन्दा नि अलि ठुल्छोले बोल न। कति थियो त? धेरै थिएन अरे है भनेपछि कति? झुट बोल्नु पाइँदैन नि। दुईटा तिनटा मात्रै। नाम चाहिँ भन्नु पर्दैन पो। कास्ट तामाङै हो। दुईटै तामाङ? म पनि तामाङ। लेख्न चाहिँ लास्टमा मेरो भाग्यमा लेखेर रहेछ है। अनि मसँग अनि खुसी छौ नि? एकदमै। अब हामी त्यस्तो उयो त एज युजुअल भ्लगर त होइन युजुअली डेली भ्लगर त होइन। यसो हात राख्दा हातै दुखिदिरहेको। क्यामेरा पनि धेरै हल्लिरह होला, सरी फर द्याट, बट केही छैन है। तर यसो सब्सक्राइब चाहिँ गरिदेऊ ल, जति पनि भ्युअर्स छ। अनि तिमी चाहिँ नसोध्ने मलाई? के सोध्ने ल? सोध न त मेरो पास्टको, ल तिमीसँग बिहे गर्नुभन्दा अगाडिको लाइफको बारेमा जे सोधे नि ल। तिम्रो एक्स कतिवटा अरे? तिनटा? दुईटा हो, तिनटा होइन। तपाईँको भन्नु के चाहिँ? तपाईँको क्रस थियो कि थिएन? क्रस भन्नाले स्कुल पढ्दा मेरो फर्स्ट लभ चाहिँ है, म कतिमा थियो भन्दाखेरि अब म त्यही 5-6-5 तिर थिएँ क्या म। अब योभन्दा अब भुइँचालो आउने कहिले हो? अब त्यो 2012मा 2002 होइन, कति हो भुइँचालो आएको? 2012मै हो। 2012मा होइन त भुइँचालो आएको? 2012मै होला हो, कहिले हो? तर भुइँचालो आएको बेलातिर म 5 कक्षामा पढ्थेँ है। अनि उसको नाम चाहिँ मैले बिर्सेको छैन। म नाम पनि खुलाइदिन्छु, किनभने अब उसले यो भिडियो देख्दा पनि देख्दैन। नाम चाहिँ उसको साङ्गे थियो है। मैले फर्स्ट टाइम क्या अब हुन्छ नि, अब यो लभ भने के हो यताउति क्या, अब किन है उसलाई देखेपछि अब मनै खुसी हुने है। साँच्ची हो क्या खुसी हुन्थ्यो। म होस्टेलमा पढ्थेँ, ऊ पनि होस्टेलमै पढ्थ्यो। अब अनि त्यसपछि म, तर यो के अरे, म त्यो होस्टेल मैले 8मा छोडेपछि गएर अनि छोडेर नि यसो म छुट्टीमा गएको थिएँ क्या। यसो गएको बेलामा अनि त्यसपछि अनि मैले जस देखाएको थियो, हामीभन्दा 2 बार जुनियर थियो। जो पहिलोचोटि क्या मलाई त्यो लभवाला फिलिङ्स आएको। अनि पहिलोचोटि हुन्छ नि अलिकति त्यस्तो भएको चाहिँ मेरो फर्स्ट लभ भन्न नि। तर मैले कहिले भन्दा चाहिँ भनिनँ उसलाई है, थाहा पनि छैन। बट त्यही मनै मन परायो। क्रसकै कुरा त गरायो नि तिमीले होइन, त्यही त हो त। देख्थ्यो जोस् किन छुट्टै फिल हुन्थ्यो क्या, छुट्टै खुसी लाग्ने। अनि त्यही हो, उही हो। तिम्रो चाहिँ फर्स्ट क्रस पहिला तिमीलाई को मन पर्यो? मलाई त त्यस्तो मन त परेन। तिमीलाई म पहिल्यैदेखि मन पर्थ्यो भने होइन? अनि त्यो त पछिबाट पो हो त, स्कुल पढ्दाखेरि भनेको छु मैले। मेरो त कोही थिएन स्कुल पढ्दा। तिम्रो बोयफ्रेन्ड हुँदा नि म मन पराएको थिएँ क्या हो होइन? तर केटीहरूको बानी चाहिँ के हुन्छ भने एउटा हुँदा पनि अरू। तर मेरो बुढीले चाहिँ मलाई छोडेर जाँदैन। हाम्रो केटाहरूको चाहिँ के हुन्छ भने होइन, एउटा फिलिङ्स अब एउटा केटीलाई होइन, अब आफूले साँच्चीकै क्या अब डिपली गरेपछि अगाडि अब जोसुकै आओस् न, ऐश्वर्या राय आओस् कि जोसुकै आओस् क्या होइन, चाहिँदैन क्या कोही पनि। त्यही हो, कपाल मिलाइदेऊ न सानो।
हल्का हल्का मात्र साइड ल ओके त्यो कपाल चाहिँ किन यस्तो भएको त मेरो कपाल लामो भएपछि कर्ली कर्ली हुँदै आउँछ क्या च्याउ चाउ चाउ जस्तै हुँदै च्याउ आउँछ जस्तो क्या। तर म काहीँ पनि काट्दिनँ भिडियो जस्तो छ त्यस्तै हालिदिन्छु भ्युर्स पनि खासै आउँदैन यो एडिट गरिरहन नि झ्याउ एक त त्यही नि केही छैन थोरै भए पनि ठिक छ यसो लाइक साइक चाहिँ गरिदेऊ ओके आँखै देखेन क्या एउटा त अनि बिग साउट्स टु एनजी घिमिरे मेरो भाइ अनि अर्को मेरो एउटा भाइ छ होइन मेरो भाइहरूले थोरै भए पनि माया देखाइदिएको छ थ्याङ्क यू मेरो भाइहरू ए बुढी अनि त्यसपछि अनि हाम्रो भेट चाहिँ कसरी भयो भन त ल हाम्रो भेट मैले पहिला तिमीलाई रिसर्च गरे कि तिमीले मलाई रिसर्च गरे मैले किन मस्कै छ मलाई हाँसु लागिरहेको त्यही भएर उहाँ हेर्नुपर्छ कि त्यहाँ क्यामेरामा हेर्नुपर्छ म चाहिँ उता बाहिर हेरिरहेको छु त तर अहिले मगनी जति नेपालको मगनी जति सब तामाङले उडाइसक्यो कहाँ उडाए आफ्नो घरमा नि यस्तो थियो अब होइन भिडियो के बनाऊँ कन्टेन्ट भइरहेको थियो त्यही अब पास्टको बारेमा बताइदिएको छु अब केही छैन छोटो अरू अब के भनौँ भने होइन तिम्रो साँच्ची त्यो अब दुईवटा थियो भन्थ्यो नि त एक्सहरू ब्रेकअप चाहिँ कसरी भयो नभनौँ तर होस् धेरै एक्सको कुरा नि के गर्नु फेरि यार मेरो मन मात्रै जल्छ क्या कट्टा हामीलाई जेलस हुँदैन भने मेरो चाहिँ कतिवटा एक्स थियो नसोध्ने तपाईँको कतिवटा तपाईँ गर्नै नसक्नुहुन्छ अब के गर्छु त्यस्तो प्लेबोय देख्छ मलाई म सोच्छु त्यो अगाडिको भनेको त त्यो त क्रस भइहाल्यो पछाडि गर्लफ्रेन्ड कति के होइन नि थ्याट म जस्तो जेन्युन लोयल कोही पनि छैन क्या यो नेपालमा म लोयल छैन तिमीप्रति लोयल छैन भन त बुढी अहिले त छ नि पहिला त्यो जे भयो नि म यसो पास्टको कुरा गर्दै जाँदा होइन अब यस्तो थियो मेरो नि विगत होइन धेरै नराम्रो अब नराम्रो साथीहरूको सङ्गत भन्दाखेरि पनि अब नराम्रो कुलत नराम्रो बानी चाहिँ थियो साथीहरू त अब बिग्रेकै जे भए पनि जे खाने यताउति भए पनि अब साथीहरू यति कसैले कसैलाई बनाउँदैन नि त म मेरो साथीहरूलाई नराम्रो नि भन्दिनँ उनीहरू राम्रै छ होइन अब यस्तो हो उनीहरूले पनि समय बर्बाद गर्यो मैले पनि समय बर्बाद गर्यो जे जस्तै भए पनि तर मेमोरी राम्रो छ साथीहरूसँग होइन झै झगडा गर्यो कहिले के गर्यो अनेक गर्यो तर यस्तो हो गल्ती रियलाइज हुँदो रहेछ पछि गएर अब हिजो आज पनि गल्ती गरिरहेछ अझै 1-2 दिनपछि यो पनि रियलाइज हुन्छ मलाई थाहा छ अलिअलि गरेको गल्तीहरू त्यही हो गल्ती हुन्छ सिकिन्छ त्यही हो धेरै कुरा पनि गर्न मलाई नि भ्लग पनि फेरि लामो हुन्छ है 3-4 मिनटको त हेर्दैन मान्छेहरूले अनि किन यत्रो लङ गरिरहनु त्यही अब अलिअलि कुराहरू धेरै कुरा छुट्याइदियो होला अब अरू उसको र मेरो पनि अब कसरी भेट भयो हामी यताउति सुन्ने भए अब त्यही कमेन्ट गर्न सक्छ 1-2 जनाले कमेन्ट गरे भने नि सडआउट्स दिएर रिप्लाई गर्नेछु है अनि हामी बताउनेछु भर्खर 21 सब्सक्राइबर भएको छ थ्याङ्क यू सो मच इच एन्ड एभ्री वान है जतिजनाले पनि गरिदिएको थ्याङ्क यू त्यही हो हसल चाहिँ गरिरहनेछु केही छैन अब मेमोरी पनि हुन्छ राम्रो होइन त बुढी अनि मेरो बुढी खुलाइदिउँ ल तर आफै खुलिन्छ बिस्तारै ठुलो सरप्राइज आउँदैछ बिग सरप्राइज आउँदैछ है तर केही समयपछि स्योर झार्छु म युट्युबमा दिस मच फर टुडे गाइज तर हजुरहरूलाई बोरिङ भयो होला है के बोला के यताउति बट त्यही हो 2-3 दिन भएको थियो भ्लग नहालेको अब हालिरहनु त पऱ्यो बेलामा त्यही भएर हालाइ नि हो अनि यसो कहीँ नि गइराखेन बुढाबुढी नै घरमै छ काम गरेर बसिरहेको छु बुढाबुढी नै होइन बुढी काम गर्छ मेरो बुढी यार मेहनतिलो छ मेरो बुढी सिमाइको सानो बिल्ला मेरो है ठिक छ गाइज यो भिडियो चाहिँ लङ हुन थाल्यो बाई है किनभने 8-10 मिनटको चाहिँ हाल्दिनँ
ल बाई बाई सी यु गाइज Bye, bye. लेटर ओके पछि भेटौँला दिस मच फर टुडे केही छुट्यायो भने केही अब सोध्न सक्छौ है कमेन्टमा जे नै सोध्न सक्छौ वी विल रिप्लाई यु गाइज ओके हामी रिप्लाई गर्छौँ हामी त्यत्रो ठुलो पनि उयो पनि होइन युट्युबर पनि होइन सबको इग्नोर गर्ने हामी सबै कमेन्टहरू चेक गरिरहेको हुन्छ हजुरहरूले पनि जस्तो कमेन्ट गरेर हुन्छ त्यो रियाक्ट स्याक्ट त्यो इमोजी मात्रै भन्दाखेरि पनि केही मिठो कमेन्ट होइन मिठो नमिठो जे भयो नि जस्तो लाग्छ त्यस्तै सुझाव अनुसार होइन त बढी म चाहिँ तर पत्तर पत्तर बोल्ने भएछ कहिलेदेखि बोल्ने भएको म त्यही त हो थ्याङ्क यू सो मच एक दुईजनाले त पक्कै नकाटिकन सिरियली हेऱ्यो होला है त्यो हेर्ने जतिलाई चाहिँ थ्याङ्क यू है ल बाई बाई दिस मच फर टुडे आज चाहिँ बुढीले हानिदेऊ न स्क्रिनमा ट्याप